आजको पहिलो खेल यहाँहरूमाझ ज्येष्ठ 8 गते रिलिज रामप्रसाद रिजालको नेपाली चलचित्र काजी भर्सेस ज्येष्ठ 15 गते रिलिज चलचित्र विनोद पौडेलको रोल नम्बर 1। मौसम निकै सुन्दर छ आज। ठ्याक्कै भन्नुपर्दाखेरि अहिले दिउँसोको 3:15 भएको छ। प्रचण्ड घाम लाग्नुपर्ने हो, तर आज मौसमले मिठो साथ दिएको छ खेलाडी साथीहरूलाई। र यहाँनिर गेम सुरु भएको छ। लेफ्टपट्टि ग्रिन जर्सीमा रामप्रसाद रिजालको नेपाली चलचित्र काजी भर्सेस 15 गते रिलिज विनोद पौडेलको रोल नम्बर 1। मौका छ र लभली शट थियो, तर किपर विजय रिमालले उत्कृष्ट सेभ गरेका छन्। भेजनरी पास दिने प्रयास अलि हेभी हुन पुग्यो। मैले भनिसकेको छु, बक्स अफिस एकाडेमीले एभ्री स्याटरडे तपाईहरुमाझ प्रमोसन म्याचहरू ल्याउने गर्छ। सोही अन्तर्गतको आज वैशाख 19 गते यो म्याच रेड भर्सेस ग्रिन। राम्रो स्किल। यति बेला आर्के बिट भएका छन्। रोहित बल खोज्न सफल। आर्केको यो हेड पास अपोजिटको खुट्टामा। विशाल, दुईवटा विशाल छन् आज। 7 रेट रोशन रोहित। आर्केलाई पास साथी खोज्दै आर्के र आर्केले यहाँनिर सुभाषलाई बल दिएका थिए र डिफेन्सद्वारा बल खोसेको छ। मौका छ रेडलाई। मौका छ र रोशनले कुनै रिस्क लिन चाहेनन्। बल क्लियर गरिदिएका छन्। वैशाख 19 गते हो तेन्जिन कपनमा यो म्याच। सुन्दर शट थियो र त्यस्तै सुन्दर सेभ विजय रिमालबाट। यो सुन्दर सेभ यति बेला रेडको बल हो। सुन्दर मौका थियो रेडलाई। ज्येष्ठ 8 गते रिलिज हुन गइरहेको यो खराब पास र मौका उठाउँदै विशाल रङ पास। बल बिट गरेका छन्। राम्रो स्किल। सुन्दर यहाँनिर बल र राम्रो शट थियो। त्यस्तै राम्रो सेभ विजयद्वारा। फेरि पनि राम्रो ब्लक सुभाषद्वारा। व्हाट अ फ्लाइङ सेभ। र अलिकति समस्यामा देखिन्छन् विजय। रोशनले क्लियर गरिदिएका छन् बल। आर्केको यो ब्याक पास किपरलाई। आर्केद्वारा बल खोसिएको छ। रोहितले यति बेला लङ रेन्ज सर्ट प्रयास गर्दै थिए, त्यति राम्रो कनेक्ट हुन सकेन। सुन्दर पास। मौका बनाइराखेको छ यति बेला। बल खोज्न सफल विशालले आफ्नो पार्टनर विशाललाई यहाँनिर आर्केको हेड पास दिने प्रयास त्यति राम्रो हुन सकेन। रामप्रसाद रिजालको नेपाली चलचित्र काजी भर्सेस
विनोद पौडेलको रोल नम्बर 1 बीचको खेल यति बेला गोल रहित। सुन्दर सेभ, फेरि पनि विजयद्वारा बड सेभ। झन्डै बिट भएका विजय आफ्ना डिफेन्स लाइनबाट त्यति खुसी छैनन्। विजय विशाल साथी खोज्दै बिट भएका छन् यति बेला। फेरि बल खोज्न सफल। पास किपरलाई सुन्दर स्किल सहितको पास। राम्रो पास। यो शट आउट अफ टार्गेट। रोशनको पास आरकेलाई थियो। आउट भएको छ बल। जेठ 8 गते रिलिज हुन गइरहेको चलचित्र काजी भर्सेस जेठ 15 गते रिलिज हुन गएको चलचित्र रोल नम्बर 1। युनिक छ नाम पनि। राम्रो स्किल र सुन्दर पास सुभाषको। रोहितलाई पास। सुन्दर पास। राम्रो प्रयास आर्केको। कहाँबाट आइरहेछ यो? सुन्दर पास। राम्रो मौका छ यति बेला। राम्रो सेभ रोशनद्वारा। राम्रो मौका बनाइराखेको थियो रोल नम्बर 1ले। तर काजीका खेलाडीहरू पनि दमदार यति बेला। राम्रो बचाउ गर्न सफल। पास। सुन्दर नटमेक। मौका छ। राम्रो क्वाके थियो। डिफ्लेक्ट भएर बल बाहिरिएको छ। रोल नम्बर 1ले राम्रो मौकाहरू बनाइराखेको छ। जुन चाहिँ जेठ 15 गते रिलिज हुँदैछ भने काजीका खेलाडी साथीहरूले पनि राम्रो टक्कर दिइरहनु भएको छ। ब्याक पास फेरि पनि। माई गुडनेस। राम्रो शट। पारमा लागेर बल बाहिरिएको छ। फिङ्गर टिप सेभ भन्नुपर्छ। विजय रिमवालद्वारा उत्कृष्ट गोल किपिङको नमुना प्रस्तुत। फेरि मौका छ रोल नम्बर 1लाई। टेन्जिन्सो कपन लाइट फुटसलको दृश्य यति बेला। विशाल। र आर्केलाई बल दिने प्रयास थियो। सधैँ किपरको हातमा। र सुभाषको पास त्यति राम्रो हुन सकेन। डिफ्लेक्ट भएर बल बाहिरिएको छ। मौका रोल नम्बर 1लाई। काजी भर्सेस रोल नम्बर 1। गेम कडक भइराखेको छ। राम्रो स्किल। र फेरि पनि गोल हुन सकेन। राम्रो इन्टरसेप्सन। सुभाषको बल यो। रोहितलाई लागेर फेरि पनि शट पे शट। फेरि पनि बल बाहिरिएको छ। रोल नम्बर 1 का खेलाडी साथीहरूद्वारा राम्रो प्रेसर। र रोशनको यो प्रहार सिधा बाहिर।
बक्स अफिस एकाडेमी द्वारा आयोजना गरिएको प्रमोसन म्याचहरू अन्तर्गतको यो म्याच यति बेला काजी भर्सेस रोल नम्बर 1 जुन चाहिँ छिट्टै नै रिलिजको क्रममा रहेको छ र राम्रो ट्रिक थियो यति बेला सुबासको किपरले बचाउन भने सफल भएका छन् रोहित बल खोज्दै र किपर बल र आर्केको बल यो त्यति राम्रो हुन सकेन बीचमा पास राम्रो सेभ लभली सेभ बाई विजय रिमाल नेपाली चलचित्र काजीको भूमिका निर्वाह गर्दै ग्रेन साथीहरू विशाल बल लुज गर्न पुगेका छन् रोहितद्वारा राम्रो इन्टरसेप्सन बीचमा राम्रो पास 1-1 राम्रो चान्स र फेरि पनि विजय बाधा बन्न पुगेका छन् राम्रो सेभ र विशालको यो पास त्यति सुन्दर हुन सकेन राम्रो गेम भइराखेको छ विशालको प्रयास मौका छ रोशन यति बेला ढाल बनेर उभिएका छन् राम्रो डिफेन्सको नमुना प्रस्तुत र आर्केको निकै फितलो सट राम्रो स्किल ब्याक पास रोशन बल अगाडि बढाउँदै रोशनको यो प्रहार सुभाषले रोक्ने प्रयास गरेका थिए अलि हेभी थियो प्रहार त्यस कारण बाहिरियो सुन्दर पास र यो सट आफ्नै साथीलाई लागेर डिफ्लेक्ट भएको थियो फेरि पनि मौका थियो सिधै किपरको हातमा राम्रो मौका थियो रोहितलाई र अन्तत गत्वा विशालले स्कोर निकाल्न सफल भएका छन् आफ्नो टिमको लागि नेपाली चलचित्र काजी टिम 1 नेपाली चलचित्र रोल नम्बर 10 दुवै तर्फबाट राम्रो खेलको नमुना प्रस्तुत रोल नम्बर 1 ले सुन्दर मौकाहरू पाए पनि काजीले पाएको मौकालाई पनि गोलमा परिणत गर्न सफल रोशन राम्रो बल कन्ट्रोल गर्न सफल र सुन्दर पास सुन्दर गोल यो गोलसँग लेभलमा आएको छ गेम सुन्दर पास अलि हेभी हुनु पुग्यो बक्स अफिस एकाडेमीले आयोजना गरेको यो प्रमोसन म्याच अन्तर्गतको यो म्याच यति बेला काजी भर्सेस रोल नम्बर 1 विशाल आफैले हान्ने प्रयास गरे कोसिस राम्रो थियो सट त्यति दमदार हुन सकेन राम्रो पास तर हल्का हेभी हुनु पुग्यो इलाइट फुटसल कपको दृश्य रेड भर्सेस ग्रीन काजी भर्सेस रोल नम्बर 1
आर्कीको पास अलि हेभी हुनु पुग्यो। स्किल देखाउने प्रयास गर्दै थिए, झन्डै बल खोसिएको भनौँ। नटमेक गर्ने प्रयास, रोशन आफै हान्ने प्रयास गरे, त्यति राम्रो सकेन। सुन्दर पास, र विशाललाई मौका फेरि पनि राम्रो इनर्जी ल्याएर स्कोर निकाल्ने प्रयास गर्दै थिए। हल्का बल हेभी हुनु पुग्यो। सुन्दर पास, राम्रो गेम प्ले। रोशन पकड पाउँदै राम्रो पास थियो यो। विशालले रिड गर्न अलि ढिलाइ गरे। विशालले राम्रो खेलको नमुना प्रस्तुत गरिरहेका छन्। यद्यपि फलको दाबी। रोहितलाई चाँस, विशालको पास, विशाललाई रोहितलाई पास। काजी भर्सेस रोल नम्बर 1 को यो रोचक खेल यति बेला। दुवै टिम 1-1 को बराबरीमा। सुन्दर पास, मौका छ। सिधै विजयको हातमा। सुन्दर सेभ। र फेरि पनि मौका। आर्केलाई सक्नुभयो, राम्रो सेभ रोशनबाट। साथी खोज्दै रोल नम्बर 1 का टिम। राम्रो स्पोर्ट्सम्यानसिप। सिधै किपरको हातमा। इजी सेभ बाई विजय। बल फेरि खोसिएका छ। राम्रो खेलको नमुना प्रस्तुत। खेलौँ रोहितलाई पास। काजी भर्सेस रोल नम्बर 1 र फेरि पनि रोशनद्वारा राम्रो इन्टरसेप्सन। इलाइट फुटसल कपनबाट यो गेम तपाईँहरू हेर्नुभयो, तपाईँलाई धन्यवाद। ज्येष्ठ 8 गते रिलिज हुन गइरहेको रामप्रसाद रिजालको नेपाली चलचित्र काजै र ज्येष्ठ 15 गते रिलिज हुन गइरहेको चलचित्र रोल नम्बर 1 बीचको यो दमदार खेल यति बेला ग्रिनमा काजै भने रेडमा रोल नम्बर 1। उत्कृष्ट खेलको नमुना। रोहितले बल खोज्न सफल, फेरि पनि लुज गरेका छन्। राम्रो पास, मौका छ र आफै सट हाने प्रयास गर्दैछन्। राम्रो यहाँनिर इन्टरसेप्सन र मौका थियो काजी टिमलाई, जुन चाहिँ गुमेको छ भनौँ। र कुनै रिस्क लिन चाहन्न आर्केले क्लियर गरिदिएका छन्। काजी भर्सेस रोल नम्बर 1 को खेल इलाइट फुटसल कपनमा तपाईँहरूले हेर्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद र सहभागी खेलाडी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो यो च्यानल हेर्दै गर्नुहोला।